ल ल नमस्कार सबैजनालाई। म प्रकाश खत्री। आज हामी अङ्कलसित कुरा गर्दैछौँ। उहाँ चाहिँ मेरो अङ्कल पनि हुनुहुन्छ, भरत खत्री अङ्कल। अङ्कलको तपाईँको कोरिया बसेको अनुभव कस्तो रह्यो? सुरुमा चाहिँ म जहाँ यहाँ नेपालदेखि जाने बेलामा चाहिँ D4 भिजामा गएको थिएँ। कोरियामा चाहिँ स्टुडेन्ट भिजामा जानलाई धेरै किसिमका भिजाहरू छन् होइन। म चाहिँ D4 भिजा, त्यो चाहिँ ल्याङ्ग्वेजको हो, त्यो भिजामा गएको थिएँ। D4 मा गइसके पछाडि त्यहाँ चाहिँ मैले 1 सेमेस्टर पढेँ, ल्याङ्ग्वेज पढिसके पछाडि चाहिँ कोरोनाको टाइम भयो। त्यसले गर्दा चाहिँ गाह्रो। हजुर यसो गरौँ, एकदमै क्याजुअल बनाऊ। यो म हाल्छु काका, एकदमै क्याजुअल कुरा गरौँ। अन्त काकालाई कन्टिन्यू गर्नु यसलाई। यो पनि हाल्ने हो। अब कस्तो भयो भन्दाखेरि D4 मा गएँ होइन। D4 मा जाने बेलामा चाहिँ जो त्यति धेरै स्टुडेन्टहरू पनि थिएन। म जाने बेलामा पनि त्यस्तै चाइनामा जस्तै धेरै स्टुडेन्टहरू थिएन। म पनि स्वयं अप्लाई गर्ने बेलामा नि कोरियामा पनि कोही स्टुडेन्टमा जान्छ र टाइपो लागेको थियो क्या मलाई पनि। अनि म चाहिँ फेरि यत्तिकै मलाई चाहिँ कतै बाहिर जाउँ भन्नु त्यस्तो धेरै पनि हिम्मत नै आएको थिएन। म यत्तिकै कहिले यता कहिले उता भौतारिँदै थिएँ। खोज्दै पनि हुन्थ्यो, धेरै खोज्नु भौतारिँदै हुन्थ्यो। तपाईँले अपर्च्युनिटी चाहिँ खोजिरहनु भएको थियो? खोज्दै थिएँ। अनि ठ्याक्क दाइ चाहिँ फर्किनु भयो नेपालमा, रमेश दाइ चाहिँ। अनि दाइ आएर चाहिँ होइन हिम्मत गर्नुपर्छ, जानुपर्छ, जाने भनेपछि ल कोरिया मिल्दो रहेछ, कोरिया जाने भने पछाडि चाहिँ ल जानुपर्छ भनेर म गन थालेँ। मैले आफै सोचेर गरेको चाहिँ होइन। तपाईँ ठिक छ। त्यो भने तपाईँ त्यहाँका त्यत्रो वर्ष काम गर्न, तर इपिएस गरेर जाँदा र स्टुडेन्ट भिजामा जाँदाखेरि फरक चाहिँ के छ अङ्कल? सजिलोको हिसाबले त इपिएस नै सजिलो होला, तर फरक चाहिँ के छ? एकदम धेरै फरक छ प्रकाश। कस्तो हुन्छ भन्दाखेरि लगानी हिसाबले स्टुडेन्ट भिजामा अलिकति बढी छ काका? बढी छ। कस्तो छ भन्दाखेरि अब भिजा धेरै छ कि। एउटा चाहिँ D2 छ होइन, D2 भयो। अर्को D4 छ, D4 7 छ, D4 6 छ होइन। भिजाहरू धेरै गल्लो मल्लो छ। जस्तो ब्याचलरै गर्न अब इङ्ग्लिस ट्र्याकमै जाने भने त D2 भयो। D2 मा जाँदाखेरि त्यति धेरै खर्च लाग्दैन, 6-7 लाख 8 लाखमा गइन्छ होइन। तर D4 मा फेरि कस्तो छ भन्दा D4 मा पनि कोड छ कि। D4 कोरियाले ब्यान्ड गरिसक्यो, किन भन्दा नेपाली स्टुडेन्टहरू कोरियामा जाने अनि इलिगल भाग्ने यताउता गर्ने भएकोले ब्यान्डै गरिदियो। कोरिया सरले ब्यान्डै गरिदियो होइन। अहिले चाहिँ के छ, D4 को पनि भिजा कोड छ कि। अब त्यसमा पनि कस्तो भन्दाखेरि यो कन्सल्टेन्सीहरूले आफूले चाहेको पैसाहरू लिन्छ कि। धेरै पैसा 20 लाख 24 लाख 25 लाख लिन्छ। अब त्यो 24-25 लाख त कहिले गएर कहिले तिर्ने हो, त्यस्तो चाहिँ छ। अब तपाईँहरूले सजिलो सहजताको हिसाबले हेर्ने भने चाहिँ D2 एकदम बेस्ट हो। त्यसमा फेरि क्राइटेरिया एकदम हाई छ कि। जस्तो ग्याप पनि अहिले जस्तो 2025 चलेछ भने 2022देखि चाहिँ ग्याप हुनु पऱ्यो, बल्ल स्टार्ट भएको हुनु पऱ्यो होइन। अनि त्यसमा जिपिए पनि एकदमै म्याक्सिममै छ कि। तपाईँको 3.2 चाहिँ 3.2 जिपिए चाहियो होइन। जिपिए ब्याचलरको लागि 3.2, मास्टर्सको लागि चाहिँ अलिक फरक छ। मास्टर्सको लागि चाहिँ त्यहाँ भिजामा चाहिँ जस्तो फेरि ब्याचलरमा पनि के छ भन्दा भिजा कोड D2 को भिजा कोडमा पनि तपाईँ यस्तो 3.2 पनि चाहिन्न, 2.8 चाहिन्छ। 2.8 मा पनि हुन्छ कि। पर्सेन्टमा त मलाई एक्ज्याक्टली थाहा भएन। पर्सेन्टमा यस्तै 70 यस्तै हुन्छ होला, 70 60 70 जस एबभ एकदम धेरै चाहिन्छ कि। 3.2 को चाहिँ अब जिपिए राखेर अब सिधा जान पाइयो। अब आइल्स पनि आइल्स चाहिँ के छ भन्दाखेरि आइल्सको लागि आइल्स मात्रै लिन्छ है। कोरियामा चाहिँ आइल्स मात्र लिन्छ। आइल्स चाहिँ 5.5 अरू एक्सेप्ट गर्दैन। जस्तो कोरिया टु कोरिया चाहिँ धेरै एक्सेप्ट गर्छ। जस्तो मैले पनि इन्टरनेसनल इङ्ग्लिस टेस्ट भनेर दिएको होइन, टेप्सहरू भयो, तिनीहरू एक्सेप्ट गर्छ। डुओलिङ्गो पनि एक्सेप्ट गर्छ कोरिया टु कोरिया। तर नेपालदेखि कोरिया जाँदाखेरि चाहिँ गर्दिनँ। जस्तो कोरिया टु कोरिया चाहिँ ब्याचलरबाट मास्टर जाँदैछ भने पनि हामीलाई के आइल्स चाहियो, कि अब तपाईँ टेस्ट चाहियो, डुओलिङ्गो चाहियो होइन, यो यति चाहिँ एक्सेप्ट गर्छ। तर बाँकी चाहिँ एक्सेप्ट गर्दिनँ। र अर्को कुरा चाहिँ के छ भन्दा कोरियामा चाहिँ यो चाहिँ मैले भनेको पेड भयो, तर अर्को चाहिँ फुल्ली फन्डेडको लागि चाहिँ KGSP स्कलरसिपहरू छ कोरियाको होइन। कोरिया सरकारले फुल्ली फन्डेड गर्छ। त्यसको सबै कुरा हेर्छ, तपाईँहरूको खान बस्न चाइनिज गभर्नमेन्ट स्कलरसिप जस्तै भयो। सेम केही पनि त्यही हो। त्यसमा अब काम पनि गर्न पायो, ल्याबमै बसेर काम पनि गर्न पायो। उनीहरूले पैसाहरू पनि पाउँछ, पैसा पनि रिसिभ गर्न पायो। त्यो पनि एकदम बवाल छ। त्यसमा गर्ने दाइहरू पनि एकदम धेरै हुनुहुन्छ। तीनवटामा अङ्कल जस्तो यो के अरे त्यो KGSP भयो, इपिएस र स्टुडेन्ट भिसामा जानको लागि तपाईँले चाहिँ रिकमेन्ड चाहिँ
केजिएसपीमै गर्नु केजिएसपी एकदम बेस्ट हो तपाईँको आफ्नो अर्को मैले तपाईँलाई यहाँ ठ्याक्क सोध्नु खोजेको अङ्कल जस्तो धेरैजना विद्यार्थी साथीहरू ट्रेन्डको हिसाबले पनि दाइ पनि गएको छ काकाको छोरा नि गएको छ मामा नि गएको छ कोरियामा गएको छ भन्ने हिसाबले पनि विदेश जानु खोजिरहनु भएको छ नि उहाँहरूको लागि कोरियामा नेपाली विद्यार्थीहरूले अथवा नेपाली साथीहरूले कोरियामा गएर भोग्नु परेका समस्या च्यालेन्जेसहरूको बारेमा चाहिँ के भन्नुहोस् न कस्तो छ भन्दा एकदम दामी क्वेसन गरेँ होइन धेरै स्टुडेन्टहरूको गुनासो चाहिँ के हुन्छ भन्दाखेरि मैले अस्ट्रेलिया गएको थिएँ क्यानाडा गएको थिएँ युएसए गरेको थिएँ ल कहीँ भिजा लाग्यो लास्टमा चाहिँ कोरिया गयो है कोरिया गयो धेरै जसो विद्यार्थी त्यसरी गइरहेको छ अनि उनीहरूको गुनासो चाहिँ के हो भन्दा कोरियामा चाहिँ कोरियाको कल्चर चाहिँ कस्तो भन्दा कोरिया जापानमा गरेको चाहिँ वर्ल्डकै एकदमै हार्ड वर्किङ देशहरू हो कि त्यहाँ भनेको हामीसित कुनै पनि टाइमै हुन्न काम गर्नै घोटिनै पर्छ काम गर्नै पर्छ होइन त्यस्तो भएपछि चाहिँ मान्छेहरू अनि अर्को कुरा चाहिँ ल्याङ्ग्वेज होइन ल्याङ्ग्वेज ब्यारियरले गर्दाखेरि चाहिँ काम नपाउने एकदमै ठुलो समस्या अब कस्तो भन्दा फर इक्जाम्पल तिमी रेस्टुरेन्टमा काम गरिरहेछ होइन अब अङ्कल यसपछि लगत्तै तपाईँले डिप्रेसन र एङ्जाइटीको बारेमा पनि थोरै गर्नु ल अहिले यसलाई कन्टिन्यू चाहिँ गरौँ जस्तो त्रास पैदा गर्नु पऱ्यो क्या जस्तो जस्तो कोही स्टुडेन्टले चाहिँ होइन भाषा जानेको छैन ऊ रेस्टुरेन्टमा काम गर्न थाल्यो साउले भने ऊ त्यो थालेर आइज भने उसले त्यो थाले भनेको बुझ्दिनँ भने त काम कसरी गर्ने गर्न सकेन नि त जस्तो सकिएन कोही विदेशी आएर नेपालमा आएर काम गर्न खोज्यो अनि मैले त्यसलाई थाल्ने भने त्यसले थाल्दिएन भने त मलाई पनि रिस उठ्छ नेपाली स्टुडेन्टहरू चाहिँ के भन्दा 1 वर्ष घरमै कोठामै बस्छ तर भाषा चाहिँ पढ्दैन फेरि 1 वर्ष काम नपाएरै बस्छन् तर भाषा चाहिँ पढ्दैन कि विद्यार्थीहरूले प्रमुख समस्या भनेको चाहिँ यही हो अल्छी गर्नुको कारण चाहिँ के हो भन्दा कोरियाको संस्कृति र हाम्रो संस्कृति अलिकति फरक छ अनि धेरैलाई चाहिँ अब त्यो कोरियाको संस्कृति मन पर्दैन है मन पर्दैन अनि सिक्न खोज्दिनँ ल्याङ्ग्वेज तपाईँ एउटा चेयर ल्याएर बस्नु पऱ्यो यतापट्टि दिनभरि गफाउनु क्या स्वाद लाग्ला जस्तो कि आउनुहोस् त्यो क्यामेरामा टक्क देख्नु यति बेला हामी समक्ष होइन कन्टिन्यू गर्नुहोस् त्यहीँबाट तपाईँ अर्को उल नगर्नुहोस् के भन्दै थियो के यति बेला हामी समक्ष हुनुहुन्छ भरत खत्री सागर जसलाई सागर उपनाम हामीले दिएका छौँ हामीले दिएको उहाँले आफै राख्नु भएको सागर जस्तै बगिरहने द्रुतगामी भरत खत्री पनि थियो ठिक छ राख्नुपर्छ काका यो मेरै हाल्नुलाई केही छैन मेरो टिम हाल्छु म एउटा अघि केही कुरा कन्टिन्यू गरौँ अघि के कुरा हामी कन्टिन्यू गर्न चाहन्छौँ त्यो चाहिँ काट्नुपर्छ है काटौँला त्यो चाहिँ एडिटिङमा बसेर यसो मिलाउनु पर्छ अब जस्तो स्टुडेन्टहरूको कुरामा चाहिँ उनीहरूले जस्तो भोग्नु पर्नेको अवस्थाहरूको बारेमा कुरा गरेको थियौँ हामीले के कुरा गरेको थियौँ हामीले अघि त्यो जस्तो कोरियामा गएका खैलिन् त तिनवटा चाहिने जसले बोल्दैछ त्यसले समात्नलाई जस्तो कोरियामा पुगेका नेपाली विद्यार्थीहरू अथवा इपिएस गरेरै गएका अब केजिएसपीको कुरा त फरक भयो स्कलरसिपमा जानु त केजिएसपी होइन केजिएसपी उहाँहरू चाहिँ डिग्री हासिल गरेर एकदमै मजाले पढेर फर्किनुहुन्छ उहाँहरूको त फरक कुरा तपाईँले भने अथवा त्यो गरेको बहुत राम्रो तर धेरै विद्यार्थीहरू त कोरियामा पुगेर अथवा अरू देशमा पनि तपाईँले कोरिया मात्रै नभएर पनि कोरिया एउटा हामीले अहिले उदाहरणको रूपमा ल्यायौँ भने पनि संसारका धेरै देशमा पुगेर विद्यार्थीहरूले पनि काम गर्ने साथीहरूले पनि धेरै च्यालेन्जेसहरू भोग्नु परेको छ समस्याहरू भोग्नु परेको छ यो विषयमा चाहिँ तपाईँले आफैले त्यहाँ कोरियामा बसिरहँदा देखेको समस्याहरू विद्यार्थीले भोगिराखेका समस्याहरू च्यालेन्जेसहरूको बारेमा चाहिँ बताइदिनु भयो भने विद्यार्थीहरूलाई ट्रेन र एउटा सहजको लागि भन्दा पनि एउटा रहर चाहिँ होइन अब सकिन्छ भने यहीँ गर्नुपर्छ अथवा भएन भने बाहिर जाँदाखेरि पनि त्यो देखे जस्तो चाहिँ संसार रहेन रहेछ च्यालेन्जेस धेरै रहेछन् बाध्यता र गाह्रोहरू धेरै रहेछन् भन्ने कुरामा चाहिँ आइडिया होस् भन्ने पनि हो अङ्कल यसो गरिदिनुहोस् न जस्तो अब फर इक्जाम्पल कोही स्टुडेन्टहरू चाहिँ कोरियामा अप्लाई गर्दैछ र त्योसित चाहिँ एउटा अर्को अप्सन चाहिँ के छ भन्दाखेरि उसलाई चाहिँ ऊ क्यानाडा जानको लागि सक्छ अस्ट्रेलिया जानको लागि सक्छ अथवा अरू कुनै देश जान सक्छ भने चाहिँ उसले चाहिँ सकेसम्म कोरियामा अप्लाई नगरेको राम्रो किन भन्दा कोरियाले चाहिँ मैले जस्तो सन्तोषलाई पनि पहिले भनेको थिएँ कोरियाले चाहिँ जस्तो के छ भन्दाखेरि काम गराउँदाखेरि चाहिँ धेरै काम गराउने र ओटी पनि नदिने चाहिँ सिस्टम छ क्या जस्तो हामी इलिगल्ली ओभर टाइमको चाहिँ हामीले पाएन जस्तो इलिगल्ली काम गऱ्यो तर त्यो जस्तो अहिले फेरि यो कुरा कोरियामै भएको स्टुडेन्टहरूलाई सुन्दाखेरि चाहिँ तितो लाग्छ होइन यसले बढी बोले जस्तो लाग्न सक्छ अब उनीहरू सुन्यो भने चाहिँ उनीहरूलाई तितो लाग्न सक्छ होइन तर सत्य चाहिँ के हो भन्दाखेरि जस्तो इलिगली काम गरेछ भने पनि उसले चाहिँ मान्छे जतिको व्यवहार चाहिँ
पाउँदैन पाउनु पर्यो कि होइन पर्छ भन्ने चाहिँ पाउनुपर्छ पाउन्न रियालिटीमा पाउँदैन रियालिटीमा पाउन्न तपाईँसित पेलाइ खान्छ होइन जस्तो अस्ट्रेलियामा गएर कसैले 8 घन्टा काम गर्दैछ भने चाहिँ पैसा कमाउने सेम हो होइन तर अस्ट्रेलिया गएको स्टुडेन्टले कमाउने पैसा पनि सेम हो र कोरियामा गएको स्टुडेन्टले कमाउने पैसा पनि सेम हो तर फरक चाहिँ के हो भन्दाखेरि अस्ट्रेलियामा गएको स्टुडेन्टले कम टाइम गरेर धेरै पैसा कमाउँछ तर कोरियामा गएको स्टुडेन्टले चाहिँ धेरै काम गरेर चाहिँ धेरै टाइम काम गरेर बराबर पैसा कमाउँछ क्या भनेको त्यो अङ्कल अर्को भनेको वेजेसहरू एकदम कम छ क्या त्यो पिआरको कुरा र त्यहाँ पिआर चाहिँ पाइन्छ कि पाइन्न भन्ने कुरा भयो अर्को भनेको समस्याहरू जस्तो एउटा त त्यो पैसा कमाउँदाखेरि पनि धेरै काम गर्नुपर्ने तर पैसा चाहिँ कम कमाउने कुरा पनि समस्या हो त्यो पनि ठुलै समस्या हो र अर्को भनेको त्यो जागिर पाउने नपाउने यस्तो कुरा अघि पनि भन्यो भने त्यसलाई चाहिँ कन्टिन्यू गरिदिनुहोस् जस्तो अब पिआरको लागि चाहिँ अब कोरियामा पिआर चाहिँ पाउँछ होइन पिआर पाउनु F2R छ F2 छ अब यसमा F27 छ यसमा चाहिँ कस्तो हुन्छ भन्दाखेरि जस्तो मैले ब्याचलर कम्प्लिट गरिसकेँ कोरियादेखि कम्प्लिट गरिसकेँ भने चाहिँ मलाई फेरि ल्याङ्ग्वेज पनि चाहिन्छ होइन केआइपी गरेको हुनुपर्छ अथवा टपिक गरेको हुनुपर्छ टपिक गरेको छ र मेरो पोइन्टहरू पुग्यो भने चाहिँ तर क्राइमहरू पनि केही गरेको छ भने त्यो माइनस हुन्छ होइन त्यो गरेको छ भने चाहिँ मैले F2Rमा चाहिँ गर्न पाउँछु F2R भनेको चाहिँ के भन्दा जस्तो सौल सिटीहरू बुसान सिटीहरू जस्तो ठुलो सिटीमा चाहिँ बस्न पाएन तर पछाडि आर छ भनेपछि रिजनल भयो त्यो कन्ट्री साइडमा गएर चाहिँ ऊ बस्नु पऱ्यो उतैको ठाउँमा गएर कामहरू गर्नु पऱ्यो गर्न पायो त्यो चाहिँ एउटा पिआर भयो होइन त्यसमा लगातार 4 वर्ष बस्यो भने चाहिँ अथवा 2 वर्ष बस्यो भने चाहिँ आफूले लयरहरू लगाएर चाहिँ आफूले F2मा आउन सकिन्छ र F2मा आइसके पछाडि चाहिँ फेरि आफूले त्यहाँ आफ्नो पोइन्टहरू कलेक्ट गरेर पोइन्टहरू पुरा गर्यो भने चाहिँ F5मा आउन सकिन्छ जो चाहिँ F5को भिजा भनेको चाहिँ 10 वर्ष हुन्छ र 10 वर्ष चाहिँ हामीले थप गर्दै अरू भिजाहरूमा पनि लड्न पाइन्छ है अनि अर्को छ जस्तो मास्टर्स कम्प्लिट गरिसकेको स्टुडेन्टले चाहिँ F2मा सिधा लड्न पाउँछ त्यसमा चाहिँ कस्तो हुन्छ भन्दा कुनै पनि स्टुडेन्टहरूले आफूले वार्षिक चाहिँ मन्थली चाहिँ 3 लाखभन्दा बढी स्यालेरीहरू खान्छ अथवा चाहिँ उसको किप 5 छ किप 5 कम्प्लिट गरिसकेको छ र सँगसँगै चाहिँ किपको क्राइटेरिया चाहिँ फेरि कस्तो पनि छ भन्दाखेरि जस्तो कुनै स्टुडेन्टहरू चाहिँ कोरियाको टप युनिभर्सिटीहरू जस्तो स्काई भन्छ होइन स्काईमा सोल कोरिया र यन्स युनिभर्सिटीबाट कसैले कम्प्लिट गरेको छ भने चाहिँ उसले चाहिँ डाइरेक्टली चाहिँ आफ्नो F2 पाउनु एकदमै सजिलो भयो उसले F2 पाउने भयो सिधै पायो उसको जो जुन क्राइटेरियाहरू छ उसलाई एकदम छिटो मिट गर्ने भयो क्या उसमा पोइन्टै फरक छ कि जस्तो मैले गरेको चाहिँ सामान्य युनिभर्सिटी हो भने चाहिँ अलिकति कम पोइन्ट आउँछ र मैले चाहिँ अब किपको एक्जाम दिनुपर्ने अथवा 4 लेभल ल्याउनु पऱ्यो अनि त्यहाँको अब जस्तो मिनिमम वेजहरू त्यो पुरा गऱ्यो भने चाहिँ मैले पनि F2को लागि लड्न पाउँछु अथवा F5को लागि लड्न पाइन्छ भन्ने कुरा हो जेस कोरियामा पिआर पाउन चाहिँ तुलनात्मक रूपमा गाह्रै अहिले त्यति गाह्रो छैन सुरुमा चाहिँ एकदम गाह्रो थियो अब जस्तो अहिले किप 4 लिनलाई त्यस्तो गाह्रो छैन कि अब किप 4 लिने हो त्यसपछि पाइन्छ अनि किप 4 फेरि यत्तिकै भन्दा त गाह्रो छ म 3 एकचोटि गुल्टिसकेँ होइन नपढ्यो भने त गाह्रो छ है तर पढ्यो भने चाहिँ 4 लिन सकिन्छ किनभने मेरो साथीहरूले ब्याचलर सक्ने बित्तिकै धेरै मेरो साथीहरूले चाहिँ F2R लिइसकेको छ F2R भनेको पनि 10 वर्षमा चाहिँ होइन F2R को चाहिँ 1 वर्षमै 2 वर्षमा त्यसरी दिन्छ त्यो भिजा चाहिँ त्यो पनि रिजनल भिजा हो त्यो जस्तो F2 भनेको चाहिँ जस्तो मैले F2 छ भने चाहिँ मैले कोरियामा बिजनेस गर्न पाएँ कि जस्तो बिजनेस भिजामा कन्भर्ट गर्नको लागि चाहिँ मसित 1 करोडभन्दा बढी पैसा चाहियो लगानी चाहियो तर F2मा कन्भर्ट गऱ्यो भने चाहिँ त्यो पैसा चाहिएन तर मसित सर्टेन पैसा छ भने मैले चाहिँ त्यो खोल्न पाएँ कि सेटअपहरू गर्न पाएँ बिजनेसहरू पनि गर्न पाएँ कि अब अङ्कल मेरो यहाँनिर प्रश्न भन्दा पनि हो रिक्वेस्ट चाहिँ अब क्या जस्तो अब कोही विद्यार्थी साथीहरूले +2 सक्ने बित्तिकै विदेश अब अस्ट्रेलिया क्यानाडा अमेरिकै किन नहोस् कोरिया चाइना जापान जहाँसुकै होस् जान सोचिरहनु भएको छ स्टुडेन्ट भिजामा गएर पैसा पनि कमाउने त्यो ठाउँमा जान सोचिरहनु भएको छ भनेदेखि चाहिँ उहाँहरूलाई तपाईँले आफ्नो कोरियामा 6-7 वर्ष बसेको तपाईँको एक्सपिरियन्सको आधारमा किन विदेश नजाने भनेर भन्नु पर्यो भनेदेखि चाहिँ के भन्नुहुन्छ त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि जस्तो यहीँ अब आफ्नो फ्यामिली चाहिँ एकदम स्ट्रङ छ आफ्नो फाइनेन्सियल ब्याकग्राउन्ड एकदम स्ट्रङ छ आफूले कतै न कतैबाट यहीँ पैसा लगानी पनि जुटाउन सक्छु तपाईँलाई कहिले फिल भयो म नआएर नेपालमै गएर अब बेटर हुन्थ्यो होला अथवा भन्ने खालको कहिले फिल गर्नुभयो कि मैले त फिल गरेको छैन प्रकाश किन भन्दाखेरि अनि
मैले अहिलेसम्म फिल गरेको छैन होइन किन भन्दाखेरि अब जस्तो म नेपालमा के गर्छु भने धेरै जस्तो मान्छेहरू कस्तो हुनुहुन्छ भन्दाखेरि अस्ट्रेलिया पुगिसकेको मान्छेले दाइहरूलाई दाइ अस्ट्रेलिया अप्लाई गर्नु पऱ्यो भने नआइज भाइ त नेपालमा घर केही भन्ने अनि एकदम कोरियामा पनि त्यस्तो एकदम धेरै भेट्छु होइन धेरैको सल्लाह नि दिन्छ त बाहिर अप्लाई नगर भाइ बाहिर सजिलो सोच जस्तो छैन त नेपालमा केही गर्न भन्ने खालको सल्लाह हुन्छ नि यसमा चाहिँ तपाईँले आफैले पनि म नेपालमै अथवा तपाईँको के भन्दाखेरि म चाहिँ आएर ठिकै गरेँ तर भाइ त चाहिँ नेपालमा बस्छ होइन अब कस्तो भने तिमी भने एकदम सही हो होइन त्यहाँ पनि धेरै जसो स्टुडेन्टहरूले चाहिँ म यहाँ आएर गल्ती गरेँ यो गरेँ त्यो गरेँ भने सबैको आफ्नो आफ्नो कथा हुन्छ होइन अब मेरो कथा चाहिँ एकदम फरक छ क्या यति उप एकजना बहिनी चाहिँ क्यानाडा पुग्नुभयो अनि उहाँले भनेको चाहिँ म नेपालमा गएर बहुत बेटर हुन्छ म यहाँ क्यानाडामा चाहिँ पढ्छु पनि भनेर सोचेर आइरहेको थिएँ पढ्नलाई 1 घन्टा टाइम पनि छैन मसित उहाँ फेरि पढ्ने खालको मान्छे हुन्थ्यो पढ्नलाई 1 घन्टा पनि टाइम छैन पैसा ट्युसन फी पनि डाङ्गै तिर्नुपर्ने लिभिङ एक्सपेन्स पनि त्यस्तै महँगो भाडा पनि तिर्नुपर्ने त्यहाँदेखि उबर सुबर चलाएर त्यो हिउँ परिरहेको छ उबर चलाएर हिँड्छु भन्दा भन्नुहुन्थ्यो क्या त्यो खालको सिचुएसन त छ नि अब फेरि नाइट ड्युटीमा फेरि केटीहरूलाई नाइट ड्युटीमा पनि हाल्दैन कि बहिनीहरूलाई चाहिँ नाइट ड्युटीमा रातभरि चाहिँ राख्नु रहेछ क्या त्यो दिउँसो मात्र काम गर्ने पार्ट टाइम गर्ने के लासी तनाव के काका जस्तो मेरो केसमा कुरा गर्ने भयो भने प्रकाश कस्तो भन्दाखेरि म चाहिँ पहिलो कुरा विदेश जान्छु भनेर कहिले सोचेको पनि थिएन है कल्पना गरेको थिएन विदेश गइयो है अब त्यो भाग्यवश गइयो पहिलो कुरा चाहिँ के थियो भन्दा नेपालमा बसेर पनि मैले जागिर खाएको त मैले 3500 5000 8000 को त हो नि 8000 को जागिर खाँदाखेरि मेरो रुम भाडा तिर्न नपुगेर रुम भाडा तिर्न पुग्यो भने खाना चामल किन्न नपुग्ने अनि चामल किन्न पुग्यो भने चाहिँ रुम भाडा तिर्न नपुग्ने अवस्था थियो नेपालमा हाइएस्ट पेड जब 8000 को होइन मैले कमाएको चाहिँ अब त्यसरी कुरा गरेँ भने त एक दिनमा 8000 नै कमाएँ प्रकाश मैले जब सेन्टर खोलेर तर जब गरेर चाहिँ मैले 8000 नै कमाएको सबभन्दा बढी चाहिँ ल धेरै धेरै धन्यवाद छ 8000 कमाउनु सक्छ अब त्यो हिसाबमा कुरा गर्ने भन्दा प्रकाश कस्तो भयो भन्दाखेरि अब मैले नेपालमै बसेको भए त मैले त्यो अब कमाउँथेँ होला 30000 कमाउँथेँ र मेरो आफ्नो जति बिग्रिरहेको जुन व्यवहारहरू हुन्थ्यो त्यसलाई त म मिलाउन एकदमै झन् धेरै सकस पर्थ्यो नि तर विदेश गएर चाहिँ मलाई चाहिँ अब कम्तीमा नि के भयो भन्दाखेरि अब काम गर्नुपर्छ काम गरे पछाडि पैसा कमाउन सकिन्छ र आफूले काम गर्न सक्नु पर्यो भन्ने मात्रै हो काका तपाईँको कुरा सुन्दा त्यो भयो जस्तो लाग्यो मलाई बाहिर एकदम आदर्शवादी कुरा गर्नु फरक कुरा आउन सक्ला तर रियालिटी चाहिँ यही हो कि अब हामी बाध्यतै छ नि अब घर व्यवहारहरू मिलाउन सबै कुरा गर्नलाई 8000 10000 तर्फले कोठे भाडा तिर्न पनि भातै खान नपुग्ने हिसाबले त त्योभन्दा त बरु दुःखै छ डिप्रेसन पनि छ विदेशमा एङ्जाइटी पनि छ तर बेटर अपर्च्युनिटी त्यही नै भयो क्या त्यही हो 8000 झन् डिप्रेसन बनाउँछ नि यहाँ त्यही त अब विदेशमा गएर अब काम गर्न सक्नु पर्यो आफूले है आफ्नो तपाईँ फाइनेन्सियली एकदम स्टेबल हुनुहुन्छ तर कोरियामा चाहिँ खटाइ धेरै हुने भयो काममा होइन खटाइ त अब त्यही हो खटाइ त अब मैले मेरो इक्जाम्पल कुरा गर्ने भने मैले लगातार 72 घन्टा पनि काम गरेको छु कि होइन जस्तो दिन अब 72 घन्टा 3 दिनमा भएन जस्तो नन स्टप होइन कस्तो हुन्थ्यो म चाहिँ कारवासमा काम गर्थेँ कारवासमा काम गर्दाखेरि चाहिँ जस्तो शनिबार बेलुका चाहिँ के अरे आइतबार बेलुका चाहिँ म काममा गएँ अब मेरो सोमबार चाहिँ क्लास छ सोमबार सिधै त्यो काम सक्ने बित्तिकै सोमबार क्लास गएँ अनि सोमबार त्यो क्लास सक्ने बित्तिकै सिधै काममा गएँ सोमबार बेलुका गरेँ अनि सोमबार बेलुका फेरि मङ्गलबार मेरो क्लास छ मङ्गलबार फेरि क्लास गएँ मङ्गलबार क्लास गएँ त्यसपछि सिधा त्यहाँबाट काममा गएँ त्यसपछि बल्ल काममा गएर बल्ल घरमा गएर सुतेँ तपाईँले सुनिहाल्नुभयो मेन्टल प्रेसर कस्तो हुन्छ अब यहाँ अङ्कल मैले भन्नु यति तपाईँले सुनिहाल्नुभयो उहाँले चाहिँ अङ्कलले 72 घन्टासम्म लगातार नसुतेर क्लास पनि लिनुभएको छ काम पनि गर्नुभएको छ अब त्यसले गर्दाखेरि पनि विदेश भन्ने कुरा चाहिँ तपाईँहरूले सोचे जस्तो रमाइलो त्यहाँ अङ्कलले पनि घुम्न विदेश त धेरै गाह्रो नि घुम्नु भएको छ अङ्कल बिच पनि जानुभयो अङ्कल टक्क त्यो बिचमा अब हात फैलाएको फोटोहरू पनि त्यस्तो फोटोहरू देखेर चाहिँ तपाईँहरू नलोभिनुहोस् तपाईँलाई समस्या छ बाध्यता छ नेपालमा बस्न स्थिति नै बनेन भनेदेखि चाहिँ विदेश जाने तर होइन नेपालमा गर्न सकिन्छ भन्ने छँदा हुँदै पनि गइदिउँ विदेश सबै घुमिरहेछन् भन्ने तरिकाले चाहिँ तपाईँ नजानुहोस् भन्ने चाहिँ हो है मेन्टल प्रेसर मेन्टल प्रेसरको चाहिँ जस्तो मेरो प्रोफेसर क्ल्यारीले पढाउँथ्यो हामीलाई चाहिँ होइन क्ल्यारीले पढाउनुहुन्थ्यो उहाँ चाहिँ आफैमा लयर हो कि अनि उहाँको उसको इक्जामको बेलामा चाहिँ म इक्जाम दिइरहेको थिएँ होइन अब मेरो टाउको गुलगुल भयो जस्तो भयो अनि त्यसपछि मलाई थाहा भइसक्यो कि मेरो केही न केही अब केही हुँदैछ भनेर अनि एक्कासी मैले खासमा चाहिँ हात उठाएर म बाहिर जान्छु भन्न खोजिरहेको थिएँ अनि त्यो गर्दा गर्दै चाहिँ मेरो नाकबाट रगत बुल्ल भयो मेरो इक्जाम पेपर चाहिँ अब कम्प्लिट भइसकेको थियो अनि ठ्याक्क मैले अलिकति पनि चुहेन कि उसमा ठ्याक्कै उसमा पऱ्यो भुइँमा पऱ्यो
भुइँमा एकदमै खस्यो, रगत एकदम धारो बग्यो। अनि त्यसपछि म प्रोफेसरले बाहिर जान भने पछाडि चाहिँ बाहिर गएर नाक सफा गरेपछि चाहिँ एकदम आनन्द भएको त्यो थियो। भएर पनि अब अङ्कलहरू थियो हेल्थका इस्युजहरू पनि एकदमै धेरै देखिन सक्छन् क्या यस्तो। अब त्यो अनिद्रा, थकाइ, रेस्ट भन्ने कुरा छँदै छैन। त्यसपछि त्यत्रो घन्टा काम गर्नुपर्ने, काम मात्रै गर्ने होइन काम रिजाएर गर्नुपर्ने, उहाँहरूले भनेको जसरी काम गर्नुपर्ने कुराहरूले गर्दाखेरि चाहिँ मेन्टल प्रेसर, डिप्रेसन अथवा डिप्रेसनै डिप्रेसनै भएन भने पनि तपाईँमा धेरै किसिमका हेल्थका इस्युजहरू चाहिँ देखिन्छन्। जस्तो तपाईँलाई पछाडिको लागि अहिले तत्कालको लागि पैसा पनि कमाइन्छ भन्ने भए पनि तपाईँलाई चाहिँ पछाडिको लागि चाहिँ त्यसले राम्रो नगर्न सक्ला। हामीलाई 5 वर्ष मात्रै बाँच्नु त छैन नि त। त्यो हिसाबले पनि मैले गर्न खोजिरहेको छु कि भाइ डिमोटिभेट मोटिभेसन विदेश चाहिँ किन नजाने भनेर भन्न खोजिरहेको छु क्या। किन जाने होइन अङ्कलले भनेको त्यही सुरु गरेर त्यही तपाईँको त्यो एक्सपिरियन्स चाहिँ खतरै भयो क्या। अब विदेश किन नजाने भन्ने कुरामा देखेर चाहिँ त जस्तो विदेश किन नजाने भन्दाखेरि चाहिँ यदि तपाईँसित आइज क्या यदि तपाईँसित चाहिँ दामी इन्भेस्टमेन्ट गर्न सक्नुहुन्छ है यही नै नेपालमै इन्भेस्टमेन्ट गर्न सक्ने स्थिति छ, कुनै पनि बिजनेस गऱ्यो भने चाहिँ बिजनेस राम्रो चलाउन सक्ने छु। ल ल